तपाईले सिम्पली आफ्नो मोबाइलको कुनै पनि ब्राउजर खोल्नुस्। म क्रोम ब्राउजर खोल्छु र त्यसको सर्च बटनमा गएर तपाईले सिम्पली जेपीजी टु पीडीएफ भनेर सर्च गर्नुहोस्। म सिम्पली जेपीजी टु पीडीएफ भनेर सर्च गर्छु जुन मेरो रहेको छ त्यहाँ। अनि म सर्च गरिसकेपछि यहाँ थुप्रै अप्सन्सहरु आएको छ, तर म तपाईलाई फर्स्ट अप्सन रिकमेन्ड गर्छु स्मार्ट पीडीएफ वाला। र तपाईले त्यहाँ एकचोटी क्लिक गरिदिनुस्। म यसको लिंक डिस्क्रिप्सनमा पनि दिनेछु। र क्लिक गरेपछि यो वेबसाइट खुलेको छ। यसको चुज फाइलको साइटको एरोमा तपाईले क्लिक गरिदिनुस् र आफ्नो फाइल्सहरु फोल्डरबाट आफ्नो डिभाइसबाट चुज फ्रम डिभाइस गरिदिनुस् र ब्राउज गरेर आफ्नो जुन फोटोहरु छ तपाईले एउटा फोल्डरमा सेभ गर्नुभएको छ भने त्यो फोल्डरबाट निकाल्नुस्। म तपाईलाई आफ्नो फाइलहरु चाहिँ अलरेडी एउटा फोल्डरमा राख्न रिकमेन्ड गर्छु र तपाईले आफ्नो इमेजहरु सिलेक्ट गर्नुस्। म सिम्पली यहाँ फोल्डरमा इमेजहरु राखेको थिएँ, म सिलेक्ट गर्दै छु। सिम्पली तपाईले सिलेक्ट गरिदिनुस् र तपाईले माथिको सिलेक्ट बटनमा एकचोटी क्लिक गरिदिनुस्। क्लिक गरिसकेपछि तपाईको सम्पूर्ण इमेजहरु सिलेक्ट भइसकेको छ। यो अपलोड हुँदैछ यो वेबसाइटमा। यो वेबसाइटमा अपलोड हुन तपाईले वेट गर्नुपर्ने हुन्छ। तपाईको इमेजको साइज जति सानो हुन्छ तपाईले सिम्पली छिटो नै अपलोड हुन्छ र तपाईको इन्टरनेटमा पनि भर पर्छ। सो अपलोड हुँदैछ यहाँ डकुमेन्ट्सहरु। सो मेरो अपलोड भइसकेको छ। माथि कन्भर्टमा ब्लु बटन आएको छ, म त्यहाँ क्लिक गरिदिन्छु कन्भर्टमा र मेरो डकुमेन्ट्सहरु चाहिँ पीडीएफ फर्मेटमा कन्भर्ट हुन्छ। म क्लिक गरिसकेको छु। जेनेरेटिङ पीडीएफ भनेको छ, मेरो पीडीएफ जेनेरेट हुँदैछ र सिम्पली जेनेरेट भइसकेको छ। यो पपअप क्लियर गरिदिनुस् र डाउनलोड फाइल अप्सन आएको छ। सिम्पली तपाईले डाउनलोड फाइल अप्सनमा एकचोटी क्लिक गरेर आफ्नो डकुमेन्ट्सहरुलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। म सिम्पली डाउनलोड फाइलमा क्लिक गरेँ र क्लिक गरिसकेपछि मेरो डकुमेन्ट डाउनलोड भइरहेको छ। तपाईले माथि यहाँ देख्न सक्नुहुन्छ रिसिभ पीडीएफ पनि यो पीडीएफ चाहिँ डाउनलोड हुँदैछ। सिम्पली तपाईले हेर्न सक्नुहुन्छ र तपाईले क्रोमको 3 ट्याबमा गएर तपाईले डाउनलोड्समा गएर पनि हेर्न सक्नुहुन्छ। तपाईको डकुमेन्ट डाउनलोड भएको डकुमेन्टको प्रोग्रेस हेर्न सक्नुहुन्छ र तपाईले सिम्पली यसरी आफ्नो डकुमेन्टलाई डाउनलोड गरेर त्यसलाई सिम्पली तपाईको इन्टरनल स्टोरेजको डाउनलोडमा बस्छ। तपाईले त्यहाँ गएर त्यसलाई रिनेम गर्न सक्नुहुन्छ, मुभ, कपी सम्पूर्ण र फर्दर युज गर्न सक्नुहुन्छ तपाईले। भिडियो यति नै थियो। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गरिदिनुहोस् भिडियोलाई। च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन प्रेस गरेर मलाई सपोर्ट गर्नुहोस्। हस्त धन्यवाद।